लासो फ्याफुल्ला टाँसिदेले सबैजनालाई आज मैले हजुरहरू समक्ष बिहान पूजा गर्दाखेरि पानी चढाउने विधि ल्याएर आएको छु र विधिहरू के हुन्, पूजा कसरी गर्ने, कुन मन्त्र जप्ने, हैन, प्रक्रियाहरू के हुन् भन्ने कुराहरू चाहिँ मैले आजको यो भिडियोमा हजुरहरूले ल्याएर आएको छु। र हामीले आफ्नो भनौँ न पानी चढाउँदाखेरि त्यसको अनि विधि प्रक्रियाहरू छन्। सबैभन्दा पहिले चाहिँ हामीले आफ्नो भगवान बुद्ध छ नि, साङ्गे बुद्धलाई सम्झिनु पर्छ। अनि त्यसै गरी आफ्नो हिदम भन्छ हैन, इष्टदेवलाई सम्झिनु पर्छ है। अनि त्यस पछाडि अब आफ्नो धर्म हैन, छोई ग्रन्थ, लामा गुरु, खान्डो डाकिनी देवीलाई पनि सम्झिनु पर्छ। किनभने प्रार्थना गर्दा चाहिँ हामी यही साङ्गे बुद्धको शरणमा, कोखमा हैन, उसको मार्गमा, उसको दर्शनमा, उसको बाटोमा हामी पनि गएको हुन्छ के। त्यही भएर हामीले बुद्ध आफ्नो इष्टदेवलाई सम्झिनु पर्छ। इष्टदेवलाई सम्झिँदै पानी चढाउने गर्नुपर्छ है। अनि अब पानी चढाउँदाखेरि बिहान धूप बत्ती बाल्दाखेरि हामीले फाइदा चाहिँ के हुन्छ त हैन, यो फाइदा पनि हामीले बुझ्नु जरुरी छ हैन। अब फाइदा चाहिँ फेरि हामीले यसरी सम्झिनु है, अब पूजा गर्ने, पानी चढाउने बित्तिकै फाइदा भइहाल्छ भन्ने होइन के। यसको नि प्रक्रिया छ। हाम्रो जीवनकालमा कुनै न कुनै दिन हामीलाई फाइदा हुन्छ क्या। फाइदा चाहिँ यस्तो रहेको छ है, पुण्य लाभ हुने, पाप पखालेर जाने, क्लेश दोषहरू हट्दै जाने, मनले चिताएको कुरा पुग्दै जाने हुन्छ। त्यसै गरी शारीरिक, मानसिक र आध्यात्मिक लाभ पनि हुने गर्दछ। शरीर, वचन, मनबाट भएको पापहरू शुद्ध हुने गर्दछ। र हामीले शरीर, वचन, मन भने नि, यो शरीर, वचन, मनले चाहिँ 10वटा पापहरू गर्छ क्या। त्यो 10वटा पाप चाहिँ म पछि अर्कै उसमा संस्करण भिडियोमा भन्ने चाहन्छु हैन। त्यो 10वटा पापहरू पनि हट्दै जाने गर्छ हैन। अनि रोग दोग, दुःख, कष्ट, बाधा, विघ्न पनि हटेर जान्छ। दीर्घायु जीवन पनि प्राप्त हुन्छ। अकाल मृत्युहरू पनि हटेर जान्छ। स्वस्थ शरीर हैन, तेज दिमाग पनि प्राप्त हुन्छ। सुख, शान्ति, समृद्धि प्राप्त हुँदै फलिफाप पनि हुने गर्दछ। यो चाहिँ फाइदाहरू छ, अनगिन्ती फाइदाहरू छन्। यो त मैले केही मात्रामा भने है हजुरहरूलाई। अब हामीले यो फाइदाहरू भनिसके पछाडि हामीले अब पूजा सुरु गर्नु, अब पूजा अब कसरी गर्ने, पानी कसरी चढाउने भन्ने म भन्न चाहन्छु नि है हजुरहरूलाई। अनि हामीले पानी चढाउनुभन्दा अगाडि चाहिँ हैन, पानी हामी चढाउनुभन्दा अगाडि चाहिँ हैन, हामीले मन्त्र मलम भन्नु पर्ने हुन्छ। मलम चाहिँ यस्तो रहेको छ है, हजुरहरूले पनि अब यहाँ पढ्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ, म पनि वाचन गर्न चाहन्छु है। साङ्गे छोइदाङ चोक्की छगनाम ल ज्याङछुबु बार्दु धाकी क्याप्सुम जे धाकी झिन्सो गिपे छोगनाम कि डोला फन्सिर साङ्गे ढोपर स्योक। यो मन्त्र चाहिँ हामीले हैन 3 चोटि भन्नुपर्छ है। यहाँभित्र चाहिँ एकदमै महत्त्वपूर्ण कुरा अर्थहरू रहेको छ है। हामीले धर्म कसरी प्राप्त गर्ने, साङ्गेको शरणमा म जान्छु हैन, मलाई पनि धर्म प्राप्त होस् भन्ने कुराहरू नै यहाँ लेखिएको छ। यो चाहिँ 3 चोटि हामीले भन्नुपर्छ हैन। अब यो 3 चोटि भनिसके पछाडि अब हामीले त्यसपछि चाहिँ हामीले धूप बत्ती बाल्ने हैन, धूप बाल्ने, बत्ती बाल्ने, गुम्बाको पानीले हैन, गुम्बा भनेछु है, बुम्बाको पानीले हैन, राम याम खाम ओम आ होङ भन्दै छेपा गर्ने हैन। अनि कचौनामा रहेको पानी राख्दै जाने क्रममा चाहिँ हामीले हैन, अब चाहिँ पानी राख्नुपर्छ है, बिस्तारै पानी राख्दै जाने क्रममा चाहिँ ओम आ हुङ, ओम आ हुङ, ओम आ हुङ भन्नु पनि पर्छ है। त्यसपछि 3 चोटि ढोक गर्ने। अनि त्यसपछि बेलुका चाहिँ पानी सफा भाँडोमा उठाएर चोखो ठाउँमा सेलाउने र फेरि भगवानलाई 3 चोटि ढोक गर्ने। अनि पानी हामीले चढाउँदा चाहिँ पानी चाहिँ एकदमै शुद्ध हुनुपर्छ है, पिउन लायकको पानी हुनुपर्छ हैन, अमृत जस्तै पानी हुनुपर्छ क्या। यसलाई चाहिँ अमृत जल भन्छ नि। भगवानलाई चढाएको पानी चाहिँ एकदम शुद्ध हुनुपर्छ। अनि पूजा कोठा पनि एकदम सफा हैन, शुद्ध हुनुपर्छ।